नमस्ते सबैको सिओए आउने कन्सल्टेन्सी सबि एजुकेसन ग्रुपको सञ्चालक म विशाल भट्ट। आज यो परिवर्तनशील समयमा प्रवृत्तिको विकास र युवाहरूको फराकिलो सोचले गर्दाखेरि विश्व एउटा साझा आँगन भएको छ। राजनीतिक र प्रशासनिक घेराहरू नागेर आजका युवाहरू विश्वलाई आफ्नो कार्यक्षेत्र बनाउँदैछन्। आजको समयमा तेरो र मेरो भनेर साँघुरो घेरा बनाउनेहरू पक्कै पनि पछि पर्नेछन्। विश्वव्यापीकरणको लहरले गर्दा आजका युवाहरू नयाँ सिप, ज्ञान, प्रवृत्ति, दर्शन, भाषा सिक्नको लागि एक देशबाट अर्को देशमा जाने प्रवृत्तिको विकास भइरहेको छ। जहाँ अभाव छ त्यहाँ अर्को ठाउँको प्रभाव र ज्ञानले पूर्ति गर्ने नयाँ प्रणाली स्थापित भइरहेको छ। नेपालमा पनि वैदेशिक शिक्षाको परम्परा निकै पुरानो छ। म सानो छँदाखेरिदेखि नै नेपालीहरू भारत, रसिया, बेलायत, चाइना, अमेरिका, जापान जस्ता विकसित देशहरूमा अध्ययन गर्न जानुभएको भन्ने कुरा सुनेको र देखेको पनि थिएँ। अहिले पनि हेर्ने हो भने हाम्रा प्राध्यापकहरू, डाक्टर, इन्जिनियरहरू, निजामती कर्मचारीहरू, कूटनीतिज्ञहरू, राजनीतिज्ञहरू सबै देश तथा विदेशमा आर्जन गर्नुभएको ज्ञानले नै नेपाललाई यहाँसम्म डोराइरहनु भएको छ। कुनै बेला सरकारी छात्रवृत्तिबाट सुरु भएको वैदेशिक शिक्षाको यात्रा अहिले व्यवस्थित र विशाल व्यवसायको रूपमा विस्तार भइरहेको छ। विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई भाषा, पूर्व तयारी कक्षा र उचित परामर्श प्रदान गर्न दक्ष संस्थाको आवश्यकता देखिएपछि एजुकेसन कन्सल्टेन्सीहरूको उदय भयो, हाम्रो उदय भयो। हो, त्यो जिम्मेवार र गौरवमय भूमिका निर्वाह गर्ने संस्था हौँ हामी विद्यार्थीहरू पठाउने मात्र होइन, राष्ट्रको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने र युवाहरूको भविष्यको बाटो देखाउने बलियो सारथी हौँ हामी।